हेलो गाइस, यो को चिन्नुहुन्छ? को हो? खै म त कोला। अब हामी कहाँ जानु लाग्यो? पैसा पठाउन। कहाँ 5000 पैसा फ्रीमा पाइसे? त्यही पैसा पठाउन जान थालेको हामी गाइजहरू। हामी यस्तो कि साइकलमा टुई टुई गर्दै जान्छौँ। साइकलमा हो होइन, हामी साइकल राइडर हो। यस्तो हुनुपर्छ कि अब तातो जाडोबाट बस्नु पऱ्यो नि त होइन, त्यसको लागि टुई हिँड्दैछौँ। अब मेरो फेरि यसरी समाउँदै गराउन मिल्दैन। त्यसमाथि के भनौँ, श्री सम्पत्ति यही हो। कुन एपबाट पाएको पैसा तैँले? पेपर एक्सबाट 5000 को पोइन्ट पाएर नेपाल पठाउन लाग्यो। जान्छ कि जाँदैन हेर्नुहोस् है, थाहा छैन। यसबाट पठाउनु पर्ने रहेछ कि गाइज। हामी नेपाली, अनि त्यहाँ नेपाली पसलमा जाने साइकल यतै राख्ने, साइकल लगेर जाऊँ। हाम्रो साइकल लगेर जान्छौँ। तर कस्तो जङ्गल जस्तो देखायो है, पुरै सुकेर के। हाम्रा साइकल कति राम्रा छन्। नेपाली पसलमा खाना आएको बन्द रहेछ 5 बजीसम्म। अहिले 4 बज्यो होइन। कहाँ 1 घन्टा कुर्नु। अब घर जाने, घर पुगेर 55,000 हाल्नु पर्यो नि, 54,500 हाल्नुपर्छ, किनभने यहाँ गर्नुपर्छ। पैसा पठाएर नेपाल मक्खै परेछन्, मक्खै चाहिने रहेछ यहाँ त। कति रे? 55,500 चाहिने रहेछ के। 500 त चार्ज लाग्यो नि त। 1000 रुपियाँ। ए 1000 हो भनेपछि कति भयो? 54,000 पठाएपछि 49,000 पुग्ने रहेछ आजको रेट। 49,500। केटी आज फाइदामा पुगिछ। ए 55 हालेर 400। यो 55 मैले जति अहिले हालेँ नि ठ्याक्कै हालेर 49,000 पुग्ने रहेछ। ए भनेपछि 50। ए केटी 5-6 त्यही त 5000मा। नेपाली पसलमा खाना आएको क्लोज हेर्नु न गाइजहरू। अब के हामी घर फर्किने, हामी घर फर्किन्छौँ। साइकलमा जाने हो टुइया लाएर होइन। तर चिसो छ, पन्जा लाग्यो केही हुँदैन। यस्तो छ, पन्जाबाट नि छिर्छ, चिसो छ। एउटी अझै छैन। ल हिँड अगाडि। कुन इन्डियाको हो क्या त हो? पानी घट्टामा खै कुन गरी हो? ए यो माटोको है। तर अलि म धेरै मेरो फेरि स्पिड हिँड्छ क्या मेरो गाडी। मेरो गाडी फेरि स्पिड हिँड्छ नि त, त्यही भएर कति राम्रो वेदर देखिरहेको कि। यो चाहिँ नयाँ बनेको हाम्रो बाटो, सर्टकट बाटो, जङ्गलको बाटो। केटी हामी त अनि उगाउनु पर्थ्यो नि त बाँदर नि। साइकलको बाटोबाट हाल्नु पर्थ्यो, गाडीको बाटोबाट हालेको छु। अब म अलि माथिबाट गएर गर्नु पर्ला। कस्तो राम्रो भ्यू आयो, कुरा नगर। गाइजहरू मैले एउटै हातले चलाएर हिँडेको, तर यसरी चलाउन चाहिँ हुँदैन। हाम्रोमा अझ देन्ची छ र पनि होइन, यति गाह्रो हुन्छ हिँड्न। देन्ची नहुने मान्छे कसरी हिँड्छ होला। स्यास्या फ्याफे गर्दै यसरी कति पर्सेन्ट हुन्छ भनेर यहाँ देखाउँछ क्या। अब मान्छे आएर राख्नु पर्यो। बारीमा नेपालले तर हो एउटा सिङ्गर होइन, 2टा सिङ्गर गुमायो क्या हो। नेपालले सिङ्गर गुमायो के।
यति अनि जेमा पनि ट्यालेन्टेड अब मेरो काम गर्ने कम्पनी आउँछ त्यो उकालोमा त स्यास्या खायो भने यार तर नेपाली पसलमा खाना गएको नखाएर आयो। फाइनल्ली हामीले नयाँ एपबाट कमाएको पैसा पनि नेपालमा पठाइसक्यो, साथीहरूले पुगी पनि सक्यो। अच्छा गाइज हाम्रो यामा हेर्नु कति राम्रो देखिरह। यो कुन हो रे हाम्रो नागानाको सबभन्दा ठुलो यामा रे। हाम्रो घरबाट हेर्दाखेरि फुजिसान जस्तो देखिने भन्ने यही हो। हामी चाहिँ पुरा थाकेर नखानु नपिनु यहाँ एउटीले पैसा पठाइ नेपाल, मलाई नेपालमा पैसा दिने पैसा नेपालमा सिसी क्यामेरा लिएर हाई भन्ने हेलो नमस्ते के कम्पनी रहेछ है म्याक्सिमम स्पिड 15 रे। ए जता कतै क्यामेरा रहेछ, हामी त जान पाइन्न क्या यहाँ गाइजहरू। यहाँ हाम्रो क्यामेरा यो खोइ केमा आयो हामी हिजो भर्खर म चौकी गएर आएको फेरि किन चौकी गयो भने यसले काँडो हराइ आफूले त यस्तो छ। हामी यहाँ किन आएको भने त्यो तपाईँले यहाँबाट देख्नु सक्नुहुन्छ होला ऊ टाढा छ त्यो यामा देखेर चाहिँ यताबाट उज्यालो आउँदो रहेछ। अघि अँध्यारो आएको छ गाइजहरू त्यति पुगिरहेको है यामा। त्यहाँ चढ्न पाए नि हुन्थ्यो होला है। क्या हो निकै छ क्या। कोही पश्चिमका हेर्ने भएपछि मलाई सम्पर्क गरे कन्ट्याक्ट नम्बर यसलाई दिइदिन्छु मैले। कन्ट्याक्ट नम्बर त दिन मिल्दैन, प्राइभेट इज प्राइभेट होइन त। कन्ट्याक्ट नम्बर भन्नाले मैले नाम दिन मिल्छ। ए अब मेरो च्यानल सब्सक्राइब गर्नु होला। हाम्रो साइकल यति राम्रा छन् कि हाम्रो चिमेश्वरी साइकलहरू होइन। ब्याट्री हालेपछि मोटरसाइकल भन्दा कम छैन बाइक। अनि भन्नु होला बुढियामा, हाम्रो बुढियामा खाना बोलाए नि हुन्थ्यो नि, चिया खानु हुन्थ्यो, के खानु हुन्थ्यो। ऋषिको होटेल भेट्यो यार यहाँ। के छ ऋषि आउने विचार छ कि? गाइजहरू होटेल तोगा ऋषि होटेल ऋषिको नामबाट बनेको रहेछ है। ऋषिले होटेल खोल्या हो क्या जापानमा। के हो मलाई नभनी त्यस्तै छ। हाहा ल मेरो कम्पनी चाहिँ गाइजहरू यो जङ्गलको ठ्याक्कै बिचमा हो। यतानिर यो सिङ्गो कटेर सिङ्गो के अरे यो के भन्छ हो सिङ्गो जेब्रा क्रसिङ कटेर जाने हो। अब के गर्नु जापान आएर नेपाली बिर्सिसक्यो मान्छेले। होइन अब दिनदिनै चुखा हुन्छ नि त। ए दिनदिनै परेको हुन्छ हेर्नु होइन। त्यही भएर हिँडी फुलकुमारी फेरि आमामा फुलकुमारीको हाम्रो यामा हामी अब अझै खाइमनो गर्न जान्छौँ हाम्रो नजिकको प्यारो पसलमा। अरू पसल हामीलाई सुट गरेन, हामी अझै यहाँबाट लाग्छ टन्नै लाग्छ जान्छौँ ऊ त्यो घर। अनि हामी लास्टमा फोटोसुट गऱ्यौँ अनि घर फर्क्यौँ। बाई गाइज।